मलाई चाहिँ यस्तो लाग्छ, तपाईहरुलाई पनि यस्तो लाग्छ? मलाई चाहिँ घर तासो देख्दैछु तर पानको पत्ता चाहिँ हैन यो। हाम्रो घरमा सबभन्दा जुनियरहरु घरको पानी पनि छ यहाँनिर हो। हेलो एभ्रिवान, यहाँहरु कस्तो हुनुहुन्छ? आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। अहिले भने म चाहिँ मेरो माइत घरमा नै छु र घरमा चाहिँ यहाँ पूजा थियो, त्यही भएर म घर आएको थिएँ। अब भने फर्किने बेला पनि भइसक्यो र यति बेला चाहिँ म बसिरहेको छु। वेदर पनि एकदमै राम्रो भइरहेको छ, न त घाम लागिरहेको छ न त पानी नै परिरहेको छ, शीतल भइरहेको छ। त्यही भएर चाहिँ म यहाँ बाहिर बसिरहेको छु। यहाँहरुलाई आज मेरो है आमा र बाबाको बारी देखाउने छु है। सो वेलकम टु मेरो आमा र बाबाको बारीमा। हेर्नु सक्नुहुन्छ है आमा र बाबाले के कस्तो फुलहरु रोप्नु भएको रहेछ र के प्लान्ट्सहरु रोप्नु भएको रहेछ भनेर। सिजन अफ भएर चाहिँ त्यस्तो फुलहरु छैन, सिजनको फुलहरु चाहिँ आमा र बाबाले रोप्नुहुन्छ। सो हेर्दै गर्नुहोस् होला। हाम्रो घरको प्लान्टहरु यो चाहिँ आमा र बाबा भएर रोप्नु भएको यहाँनिर छ एउटा र यहाँको यहाँ पनि रहेको छ। त्यस्तै प्रकारले यहाँनिर यो चाहिँ अलिक पहेँलो भएको रहेछ, यहाँ पनि रोप्नु भएको छ। र अर्को भने हाम्रो घरमा चाहिँ जेरेनियम पुरा रोप्नु भएको रहेछ आमाले। यो सबै एउटै कलरको हो आमा जेरेनियम? हजुर, यहाँनिर यस्तो छ हो, यो छ यहाँनिर। यो चाहिँ यसो हेर्दा पानको पत्ता जस्तो देख्दैछु तर पानको पत्ता चाहिँ हैन यो। सिजनल फुलहरु चाहिँ लाउनु भएको छैन अहिले? अस्ति कस्तो राम्रो थियो है, मजाले ढकमक्क फुलेको थियो, घरै उज्यालो भएको थियो। यहाँनिर यस्तो छ, एलोभेराहरू छ यहाँनिर। यो स्नेक प्लान्ट हो, छ यो पनि मजाले उयो भएछ। अहिले भने चाहिँ हाम्रोमा सिजनल फुलहरु चाहिँ छैन। यो चाहिँ मकैले नै भरिरहेको छ र यहाँनिर चाहिँ अहिले मकै रोप्नु भएको छ। तर अरू बेला चाहिँ यहाँनिर बाबा र आमा भएर फुलहरु रोप्नुहुन्छ, सब्जीहरु पनि रोप्नुहुन्छ। रहरले अलिकति भए पनि है आफ्नो बारीको फ्रेस अर्ग्यानिक खानुको मजा नै बेग्लै हुन्छ हो। घोगाहरू लागिसकेको छ र कतिवटा भने हामीले टिपेर पनि खाइसकेका छौँ। जङ्गलै जस्तो भइरहेछ यहाँनिर चाहिँ आमा र बाबा मिलेर रोप्नु भएको। मैले चाहिँ हिजो खाएको थिएँ बिहान मर्निङमा, मिठो लाग्यो। अस्ति चाहिँ मैले बजारको खाएको थिएँ तर त्यो चाहिँ अलिक मतलब पोलेर खाँदाखेरि मिठो लागेन मलाई। र यो घरको चाहिँ कलिलोमै पोलेर खानु चाहिँ मिठो लाग्यो। हिजो मैले पोलेर खाएको थिएँ र अहिले भरे फेरि भयो भने खानु पर्यो भन्दै म चाहिँ मकै बारीभित्र पसिसकेँ हो। अनि मलाई चाहिँ यस्तो लाग्छ, तपाईहरुलाई पनि यस्तो लाग्छ? मलाई चाहिँ घरमा आफ्नो बारीमा सागसब्जीहरू फलेको छ फुलेको छ भने चाहिँ मलाई चाहिँ खानु मन लाग्दैन आफ्नो बारीको। किन भन्दा चाहिँ मलाई चाहिँ आफ्नो घरको बारीमा फलेको चाहिँ अब टिपेर खानु भन्दा बेसी चाहिँ त्यो बोटमा नै रहिरहेर है यसो आउने जानेहरूले पनि हेर्नुहुन्छ र आफूले पनि हेर्दाखेरि चाहिँ राम्रो लाग्छ, मलाई खुसी लाग्छ। त्यही भएर मलाई चाहिँ बोटमा नै सजाएर राखिरहँ जस्तो लाग्छ आफ्नो घरमा फलेको हरेक कुरा, चाहे त्यो अलिक यति नै फलेको होस् तर मलाई चाहिँ आफ्नो घरको चाहिँ अब टिपेर खानु चाहिँ अलिकति भए पनि कस्तो लाग्छ मनमा, यसरी नै सधैँभरि हुइरहोस् बोटमा नै भन्ने जस्तो लाग्छ। तर बारीको खानुपर्छ, आफ्नो बारीको अर्ग्यानिक। एउटा फोटोहरू खिच्दा पनि राम्रो आउँछ होला र तपाईहरुकोतिर पनि यसरी नै फलिरहेको होला है। मकैहरू रोप्नु भएको होला, यसरी नै फलेर कतिजनाले त खाइ पनि सक्नु भयो होला। हाम्रोमा चाहिँ फल्दैछ फल्नु चाहिँ हो। लन्च पनि गरेको छुइनँ, सो अब चाहिँ खाना खान्छु
खानासाना खाएर एकछिन रेस्ट गर्छु। यो चाहिँ हाम्रो घरको सानो नानीहरू हो। एउटा नानी चाहिँ यहाँनिर छ र अर्को भने चाहिँ यतापट्टि छ। अर्कोलाई त राम्रोसँगले देख्नु पनि सक्नु भएन होला। यिनीहरू दुईजना छ फिलहाल हाम्रो घरमा, सबभन्दा जुनियरहरू। घरको पछाडिपट्टिको बारी हो। यहाँनिर पनि पानी परेर जङ्गल पनि भइरहेको छ। फेरि प्लस घाँस राम्रो पलाएको छ। नेभाराको बोट छ यहाँनिर। यो आँपको बोट हो। त्यसरी नै यहाँनिर पनि मकै रोप्नु भएको थियो बाबा र आमाले। त्यस्तै प्रकारले सिमल तरुर पनि छ। त्यहाँनिर लहरा लहरीहरू मुन्टाहरू यो सबै देख्नु हुँदै होला यहाँहरूले। यो चाहिँ नेभाराको बोट हो। यो बर्खाले गर्दाखेरि घाँस राम्रो पलाएको छ, त्यही भएर अहिले बाख्राहरूलाई अलिक घाँसको दुःख त छैन। यहाँ एउटा मेवाको बोट पनि छ। त्यसरी नै यहाँ कटहरको पनि बोट छ। कटहरमा पनि मजाले घाँस पलाएको रहेछ, घाँस रहेछ राम्ररी नै। अहिले भने चाहिँ हाम्रो बारीमा पुरा गाडी भइरहेको छ। मलाई चाहिँ अलिक बारीतिर आउनु डर पनि लाग्छ। कारण के हो भन्दाखेरि अहिले हामीले प्रायः जस्तो है सोसियल मिडियाहरूतिर देख्न सक्छौँ कि जताततै साँपहरू निस्कि नै रहेको हुन्छ। आज यहाँबाट निकालिरहेको खबर जान्नमा आउँछौँ, भोलिको दिनमा फेरि त्यहाँ फलाना जग्गाबाट भनेको देखिरहन पाउँछौँ। त्यही भएर मलाई चाहिँ अलिकति बारीमा आउनु डर पनि लाग्छ, किनकि अहिले पुरा जङ्गल भइरहेको छ बारीमा जताततै। र घाँस पनि छ, बाख्रालाई घाँसको दुःख छैन, घाँस पनि राम्रो छ, पलाइ नै रहेको छ राम्रो, घाँसको दुःख छैन। तर पनि बिचमा त यसरी छ, खाली जग्गा पनि छ हेर्नुहोस्। यहाँनिर चाहिँ छैन, खाली नै छ, घाँसहरू अलिक कम्ती छ। यहाँ चाहिँ खुल्ला छ। यहाँ पनि नेभाराकै बोट छ। हाम्रो घरमा चाहिँ नेभाराको बोटको चाहिँ कमी छैन, धेरै छ नेभाराको बोटहरू। यहाँनिर केरा फल्दै रहेछ, यसरी टेकुवा दिनुभएको छ। त्यहाँनिर हाम्रोमा भगटेको ठुलो बडे रुख थियो पहिला, हामी अलिकति सानो थियौँ। यहाँ पनि हेर्न सक्नुहुन्छ नेभारा नै छ। यो पनि नेभाराको नै हो। यता पनि नेभारै छ, यता पनि नेभारै छ हो। अन्त यहाँनिर चाहिँ टाँकीको छ, त्यहाँ पनि नेभारै छ। अहिले चाहिँ म बारीबाट आएर बसिरहेको छु हो। यहाँनिर चाहिँ पुच्का छ, पुच्का, पानी पनि छ यहाँनिर हो। अन्त यहाँनिर चाहिँ छ सिङ्गडा हो, मलाई सिङ्गडा मनपर्छ भनेर। र यो पुच्का चाहिँ मलाई भर्खरै भेनाजुले ल्याइदिनु भएको हो, किनभने उहाँ चाहिँ केही काम लिएर आउनु भएको थियो एकछिनको लागि। सो घर आउँदाखेरि चाहिँ के खाने भन्नुभयो हो। अन्त मैले त्यस्तो के खानु मन लागेको छैन भने, मलाई चाहिँ सिङ्गडा मनपर्छ नि त। डल्लै सिङ्गडा चाहिँ म खानु सक्दिनँ, तर मलाई चाहिँ सिङ्गडाको बाहिरको खोल खानु चाहिँ, त्यो चुरुम चुरुम खानु चाहिँ मिठो लाग्छ। त्यही भएर तिमीलाई पुच्का मनपर्छ, पुच्का पनि ल्याइदिन्छु भन्नुभएको थियो नि त। अन्त पुच्का पनि ल्याइदिनु भएछ यहाँनिर हो। र यो पुच्का चाहिँ म अहिले खान्छु, किनकि मैले अहिले भन्नु हो भने भात खाएको छुइनँ। किनभने अघि 12 बजीतिर चाहिँ बाबा बाहिर जानुभएको थियो काम लिएर, र मलाई चाहिँ फ्रुट्सहरू के ल्याइदिनु भएको रहेछ। अन्त त्यसमा चाहिँ आँप पनि थियो, र मलाई चाहिँ आँप खानु मन लागेर मैले मजाले 2टा आँप खाएको थिएँ। अगाएको जस्तो भयो, त्यही भएर मलाई भात खानु मन लागेको थिएन। र अहिले चाहिँ अलिक भोक लागेको जस्तो भयो। अब भने चाहिँ म खान्छु, किनभने आमाले पनि खानु भएको छैन, के गर्नु हुँदै थियो। त्यही भएर ढिलै खाऊँ न त भनेर भन्नुभएको थियो आमाले। अनि त्यही भएर हुन्छ एकछिनमा खाऊँ न त भनेर चाहिँ खाएको थिएन। अब भने चाहिँ हामी भात खाने, भात खाएर जग्गा बाँच्यो पेटमा भने चाहिँ यो पुच्का पनि खाने हो। सो आजको मेरो यो भिडियोलाई म यहीँ नै एन्ड गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ। प्लिज डु लाइक, सेयर, सब्सक्राइब एन्ड हिट द बेल आइकन। बाई बाई, सी यू अन नेक्स्ट भ्लग।